सो साथीहरू हामी चाहिँ अब घरबाट निक्लिसक्यौँ होइन यहाँनिर हामीले अब खबर पाइसक्यौँ कि अब पौडी खेल्ने डुम्रे पौडी खेल्ने ठाउँ छ अरे होइन यस्तो हामी पनि अब गाइस वी आर गोइङ अब फोन गर्नुपर्छ हाम्रो कला अरे पठाउ दिलाई पठाला गर त अब हामीसँग त चिनजान पनि छैन होइन साथीहरू सो साथीहरू अब हामी यहाँ हाँस न हाँस यहाँ हाँस्नु मिल्छ क्या यहाँ हाँसेरै भन्ने पर्छ म चाहिँ फेरि अब यस्तो ढक्क सुटबुट कसेर सुटबुट कपाल पनि हेरेर फेरि भित्रबाट फेरि के खतरा स्कोर अहिले एकछिनमा म देखाइदिन्छु भित्रको कुराहरू चाहिँ होइन बिस्तारै बिस्तारै देखाउनुपर्छ हामी पढ्ने हुन्छ क्या फेरि साथीहरूले डल्यो भने मान्छेहरू ठाउँको ठाउँ तिमीहरूलाई तिमीहरूलाई देखाउनु परेन यहाँ म मात्रै गएको फेरि मेरो फेरि यहाँ परिवारै पो हेर्छ नि त सबै परिवारले नै हेर्छ ल हो हिजो सुमानेको तिमीहरू कहाँ हो भनेर डेमाले कमेन्ट गरिरहेको त्यही भएर साथीहरू म चाहिँ एक्लै गएको छुइनँ म गएको छु यहाँ दुईजना साथीहरूसँग साथी म एक्लै हेर्नु पाउँदिनँ घरदेखि त हामी पनि पाउँदैन हामी चाहिँ कस्तो भएको थियो नि मैले त भनेको छुइनँ अब एकैचोटि भएर भिडियोमा हेर्छ भिडियो आएर कमेन्ट गर्छन् होइन अनि के भन्नु अब हामी पुग्न आँटीमै हेर्दै गर्नु थाहा चाहिँ छैन होला साथीहरू तपाईँहरू नझुकिने होला हामी यहाँ पौडी खेल्न आएको भनेको तर खासमा चाहिँ हामी अर्कै हाम्रो गन्तव्य यहाँ होइन त्यो कस्तो दामी लाग्थ्यो मलाई त्यो तर अहिले पानी छैन क्या खास नि खास चाहिँ त्यस्तो पानी छैन त्यहाँ कस्तो दामी थियो यस्तै यस्तै ठाउँ छ अरे यस्तै यस्तै पुलहरू बनाएको छ अरे तर कहाँ हो हामी हेरौँ न ल ल साथीहरू हामी चाहिँ अनि ला ओ मेरो साथीको घर त उही हो त ए यत्रो पर आउनु पर्ने छ अब उता ड्युटीमा होला नि त उता म्यादी हो नि त अहिले होइन हामी चाहिँ साथीहरू यहाँ आइसक्यौँ डुम्रे खोला अब तपाईँहरूलाई म देखाउने हुन्छ तपाईँ अब राम्रो छ भने तपाईँहरू पनि आउनु सक्नुहुनेछ नराम्रो छ भने चाहिँ लोकेसन देखाउने बिर्सिन्छु भने लोकेसन चाहिँ यही हो अब अलिकति बाटो यस्तो छ अब आएपछि यस्तो राम्रो छ नि फेरि आमा तर केटाकेटीहरू थुप्रो रहेछ छ्या लजाएर मेरो साथीको घर उही हो हामी यहाँ बस्दै उसको के पो हामी अस्ति आएको यही त हो नि यही खोला हो ठुलो बनाएको मात्रै छ यत्रो थियो पहिले यो खोला नि मैले दिदा भनेको नि त्यत्रो पानीमा त कहाँ आउनु पर्यो कस्तो दामी सो साथीहरू हामी आइपुगिसक्यौँ सानो फुच्चेहरू रहेछ फुच्चे होस् कि जस्तो कि त्यो दाइ पनि आएको रहेछ छ्या मलाई त कस्तो लाग्यो यहाँ नम्ला उता त्यहाँ यति हुन्छ त्यहाँबाट पानी यस्तो टिप अनि त्यो छर्के क्या यस्तो गर्दै सो साथीहरू आज हाम्रो भ्लग आउनेछ होइन स्विमिङ गरेको यहीँ बस्नु छ हामी चाहिँ यस्तो अब होइन अब मेरो यहाँनिर देखाउँदा यो भयो अहिलेको आउटफिट अब एकछिनमा म होइन स्विमिङ खेल्दाखेरि चाहिँ अलिकति दिनुपर्ने हुन्छ क्या आउटफिट चाहिँ कस्तो दिनुपर्ने हुन्छ भनिदेऊ न कस्तो दामी दिन्छ फेरि कन्चाले बबाल खालको एउटा त्यो डम्बरको मान्छे दिनुपर्ने हुन्छ साथीहरू कस्तो देखेको छु म राम्रो देखेको छु अलिक राम्रो अलिकति निक्लायो होची भए पनि न ल साथीहरू तपाईँहरूलाई अब देखाइदेऊ त यस्तो छ है अब यहाँनिर चाहिँ होइन आउनुपर्ने हुन्छ तपाईँहरू पनि भिडियो नबनाएको पैसा नतिरी स्विमिङ खेल्न चाहनुहुन्छ भने यहाँ उयो कस्तो सफा देखेको नि क्यामेरामा पनि कस्तो झन् सफा छ तर क्यामेरामा सफा देखेको सो साथीहरू आलिसा बानिया चाहिँ उहाँ आइपुग्नु भइसक्यो होइन हामी यहाँ दुईजना आएर यहाँ यस्तो उहाँ चाहिँ गाउँकै मान्छे हो होइन आफन्त पढ्नुहुन्छ उहाँ चाहिँ हो केटाहरू उहाँ आइसक्नु भइसक्यो होइन चक्कसँगले अब हामी डाइभ हान्नुपर्ने हुन्छ र स्विमिङ खेल्न चाहिँ फेरि खतरा हेर्दाखेरि चाहिँ आउँछ जस्तो लाग्यो होला स्विमिङ खेल्नु चाहिँ आउँदैन होइन माथि माथि तैरिँदै हामी चाहिँ यसो यत्रो छ भन्दैछ लोकेसन चाहिँ यहाँ डुम्बेर राखेको चाहिँ आउनु सक्नुहुनेछ साथीहरू तपाईँहरू पनि फुच्चे भाइहरू रहेछ ठुल्ठुलो रहेछ गाउँकै साथीहरू गाउँकै बाइ द वे म चाहिँ यहाँ भिडियो गर्नु मात्रै आएको अब नुहाउनु आएको भनेपछि यहाँ पानी देखेर डर लाग्यो मलाई होइन गहिरो छ होला कस्तो गहिरो देखेको अब फर्क्यौँ त नगरे त मर्छ त टिकट काटी नुहाउनु जान्छ मान्छेहरू यहाँ यस्तो राम्रो रहेछ है
ला चप्पल झर भने त म भरे के लाएर जान्छु तिमीले के दाउने नडराउने तिमी पानीसँग म त थुर्छु रहेको डरले खुट्टा यस्तो गरेर फेरि गइरहेछ अरे के पागल हो सिधा आफूले अलिक गइरहेछ कि छैन नि जुम बिस्तारै डुब्ला जान्दैन तपाईँ चाहिँ म जान्दैन पानी पाइला खोपी हुने मान्छे यतिखेर जाँदिनँ म त ए ल एकचोटि फेरि डाइभ हान्न आँट्यो फेरि रूपकले चाहिँ अब बहिनी भनेपछि त नि अफलाइन सिधै अफलाइन भएको थियो दाइ वाइ पनि अफ गरेर अब हामी लुगा फेर्छौँ होइन अनि हामी जान्छौँ घर धेरै खेल्दैन अब घर गएर दामी फुटाउँछ यहाँ त खतरा आउँछ त्यहाँ बस्नु यहाँदेखि खिच्दिने हो नि राम्रो दामी खुट्टा फाँ पारेर लाम पारेर तपाईँ कसरी जानु नि उयो छ अरे हौ आयो आफूलाई चाहिँ फेरि यहाँ हिँड्नु नभएको पकाइछ लुगा ल साथीहरू हामीले चाहिँ होइन नुहाएर पनि सक्यो अघि मैले भने जस्तो गऱ्यौँ नि होइन फोटोदेखि अनि त्यहाँदेखि हामी चाहिँ नुहाएर पनि अब यहाँ लुगा चाहिँ अब यहाँ प्राइभेट ड्रेसिङ रुम चाहिँ यहाँ छ अब तपाईँहरू पनि अब आउनुभयो भने चाहिँ यहाँभित्र ड्रेसिङ रुम छ यहाँभित्र बन्दै छ भर्खर ल साथीहरू यति नै झुलुङ्गे पुल कमेन्ट गर्नु होला के भन्छ झुलुङ्गे पुल झुलुङ्गे पुल बन्दैछ आइदिनु होला ल साथीहरू ए नजुमे त्यहाँतिर त म त लाग्छ होला मलाई ल साथीहरू यति नै आजको लागि भिडियो अब कस्तो लाग्यो कमेन्ट गर्नु होला यो चाहिँ रहेको छ Thanks for watching. Please subscribe.